नेपालमा नैतिकताको आधारमा पदबाट राजीनामा दिने राजनीतिज्ञहरूको विवरण। पुष्पकमल दाहाल प्रचण्ड। उनले 2065 सालमा आफू प्रधानमन्त्री पदमा रहँदा तत्कालीन नेपाली सेनाका प्रधान सेनापति रूपङ्गत कटुवालसँग विवाद रहेको, उनको जन्ममिति सर्टिफिकेट लगायतको कुरा उठेपछि राजीनामा दिन आग्रह गर्दा तत्कालीन प्रधान सेनापति कटुवालले राजीनामा दिन इन्कार गरेपछि उनलाई हटाएर दोस्रो वरियताको बलाध्यक्ष कुलबहादुर खड्कालाई कार्यवाहक प्रधान सेनापतिको पत्र थमाइएको थियो। यसैबीच सेनाको उच्च अधिकारीहरूले आकस्मिक बैठक बोलाएर नेपाली सेनाका प्रधान सेनापति रूपङ्गत कटुवाल, रथी बलाध्यक्ष कुलबहादुर खड्का र अर्का रथी छत्रमान गुरुङले संयुक्त भिडियो मार्फत विज्ञप्ति सन्देश दिनुभएको थियो। यसैबीच तत्कालीन राष्ट्रपतिले कटुवाललाई बर्खास्त गर्ने निर्णयको सिफारिस बदर गरिदिएपछि तत्कालीन प्रधानमन्त्री प्रचण्डले 2066 सालमा राजीनामा दिनुभएको थियो। विद्या भट्टराई। त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्रमा एमफिल गर्नुभएको विद्या भट्टराई एमालेको केन्द्रीय सदस्य तथा एमालेका सांसद। विद्या भट्टराई स्वर्गीय पूर्व एमालेका नेता तथा संस्कृति तथा पर्यटन मन्त्री रविन्द्र अधिकारीसँग वैवाहिक सम्बन्धमा गाँसिनुभएको हुन्। विद्या भट्टराई एमालेको विद्यार्थी जीवनबाट नै एमाले निकट विद्यार्थी सङ्गठन अनेरेवा सोभियोको सदस्य भई काम गरेकी थिइन्। यसैबीच विद्यार्थी नेता हुँदै स्वर्गीय रविन्द्र अधिकारीसँग उनको भेट भई विवाह गरेकी थिइन्। विवाहपछि उनले राजनीतिक जीवनबाट टाढा रहेर प्रोफेसरको रूपमा करिब 15 वर्ष त्रिभुवन युनिभर्सिटीमा उपप्राध्यापक भई काम गरेका थिए। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीको बहालमा रहँदै हेलिकप्टर दुर्घटनामा ताप्लेजुङमा मृत्यु भएपछि उनी रविन्द्र अधिकारीको निर्वाचित क्षेत्र कास्की क्षेत्र नम्बर 2 बाट उम्मेदवार दिएर उपनिर्वाचनमा विजयी भई पूर्ण राजनीतिमा आएकी थिइन्। राजनीतिमा आएर उनले इमानदारी स्वच्छ छवि बनाउँदै शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयको मन्त्री भई काम गरेकी थिइन्। आफूले काम गर्ने नसके पदबाट राजीनामा दिने अर्थात् पदमा नबस्ने विचार राख्ने उनी 2081 साल साउन 31 मा गठन भएको प्रधानमन्त्री केपी शर्मा ओलीको क्याबिनेटकी मन्त्री थिइन्। अन्ततः शिक्षक आन्दोलनलाई सम्बोधन गर्न सक्रिय भूमिका खेले पनि अपेक्षित परिणाम दिन नसकेपछि उनले शिक्षा तथा विज्ञान प्रविधि मन्त्रीको पदबाट आफू पदमा रहन आवश्यक ठानिनन्। साथै 2082 वैशाख 8 गते प्रधानमन्त्री समेत रहनुभएको एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर राजीनामा बुझाइ मार्ग प्रशस्त गरेकी थिइन्। डाक्टर मिनेन्द्र रिजाल। रक्षा मन्त्री डाक्टर मिनेन्द्र रिजाल नेपाली काङ्ग्रेसका 14औं महाधिवेशनमा महामन्त्रीको उम्मेदवारमा पराजित भएपछि उनले पार्टीभित्र आफ्नो समर्थनको आधार अत्यन्त सङ्कुचित भएको भन्दै डाक्टर मिनेन्द्र रिजाल 2078 साल पुस 1 गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई महामन्त्रीको निर्वाचनमा पराजित पश्चात रक्षा मन्त्री पदबाट बस्न औचित्य नरहेको भन्दै तत्कालीन रक्षा मन्त्री डाक्टर मिनेन्द्र रिजालले काङ्ग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष नैतिकताको आधारमा राजीनामा दिनुभएको थियो।